लाइसेन्सको लिखित परीक्षामा सोधिने सम्भावित प्रश्नहरू म तपाईलाई सोध्छु। सकेसम्म तपाईले सही जवाफ दिने प्रयास गर्नुस् है त। तपाईलाई प्रश्न, जेब्रा क्रसिङमा कसलाई पहिलो प्राथमिकता दिनुपर्छ? अप्सन क पुरुषलाई, ख महिलालाई, ग गाईबस्तुलाई, घ पैदल यात्रीलाई। अप्सन घ पैदल यात्रुलाई। सही जवाफ दिनुभएको छ। त्यसैगरी दोस्रो प्रश्न, आफूभन्दा अगाडिको सवारीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ? अप्सन क ब्रेक लाइटबाट, अप्सन ख चालकको इशाराबाट, अप्सन ग साइलेन्सरको धुवाँबाट, घ कुनै पनि होइन। अप्सन क ब्रेक लाइटबाट। यो पनि जवाफ सही दिनुभएको छ। अर्को प्रश्न, सडकमा सवारी चलाउँदा कस्ता सवारीलाई प्राथमिकता दिनुपर्छ? अप्सन क सब वाहनलाई, अप्सन ख दमकललाई, अप्सन ग एम्बुलेन्सलाई, अप्सन ग माथिको सबै। अप्सन घ माथिको सबै। यो पनि सही जवाफ दिनुभएको छ। त्यस्तै अर्को प्रश्न तपाईलाई, नेपालमा कुन साइडबाट सवारी चलाइन्छ? क दायाँबाट, ख बायाँबाट, ग जुन पायो त्यही साइडबाट, अप्सन घ छ कुनै पनि होइन। अप्सन ख बायाँ साइडबाट। यो पनि राम्रो जवाफ दिनुभएको छ। यसको उत्तर बायाँ साइडबाट नै हुन्छ। त्यस्तै गरी तपाईलाई अर्को प्रश्न, तपाईको पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ? अप्सन क गाडी रोक्ने, अप्सन ख साइड दिने, अप्सन ग स्पिड बढाउने र अप्सन घ ओभरटेक गर्ने। अप्सन ख साइड दिने। यो पनि सही जवाफ दिनुभएको छ। त्यसैगरी कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ? अप्सन क उकालो सडकमा, अप्सन ख ओह्रालो सडकमा, अप्सन ग समथर सडकमा, त्यसरी अप्सन घ कच्ची सडकमा। अप्सन ख ओह्रालो सडकमा। यो पनि सही जवाफ दिनुभएको छ। त्यस्तै खालको लिखित परीक्षा सम्बन्धी अरू भिडियो हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गर्नु होला। धन्यवाद।